नेपाल प्रहरीले एकजना महिलालाई बेरोजगार बनाएको छ। एक महिला शनिबारको दिन सायद मुख पनि नधोई आफ्नो काममा निस्किनुहुन्थ्यो। उहाँको काम थियो शनिबारको दिन सरकारी गाडी चलेको छ वा छैन भन्दै खोज्दै हिँड्ने। यसरी सरकारी गाडी देख्नुभयो? कहाँ जानु लाग्यो? सरकारी गाडी देख्नुभयो? र सरकारी गाडी देख्ने बित्तिकै व्यक्तिगत रूपमा पास माग्ने र झगडा गर्ने यो काम विगत लामो समयदेखि चल्दै थियो। यो देखेपछि प्रहरीले अब बाटोमा हिँड्ने जोसुकैले पनि कर्मचारीसँग पास माग्न नपाउने भनी सूचना निकाल्यो। अब पास आधिकारिक रूपमा प्रहरीले मात्र माग्न पाउने भनी यस सूचनामा उल्लेख गरिएको छ। र यस सँगसँगै प्रहरीले यो सूचना निकालेपछि एकजना महिला बेरोजगार हुनुभएको छ।